Hello guys, my name is Adrian Thapa. I am from of Nepal. सबैजनालाई नमस्कार छ मेरो सानो भ्लगमा हो यो चाहिँ माइनक्राफ्टको भ्लग हो। यसमा मैले धेरै रिसोर्स प्याक एड्सहरू गरिरहेको छु अनि सबैजनाले मन पराइदिनु होला ल। लाइक एन्ड सब्सक्राइब एभ्रीबडी very much please. Important of my new I'm first try Minecraft play. म सुरुचोटि माइनक्राफ्ट खेलिरहेको छु अनि मलाई थाहा छैन कसरी खेल्ने हो, तर मोड्स चाहिँ हालिरहेको, तर मलाई हल्का फुल्का मात्रै आउँछ यी मोड्सबाट युज गर्ने। अनि फेरि के गर्छु म थाहा छैन साथीभाइहरू। ल लभली अनि एउटा मोड लुटिङ ऱ्यान्डम मब्स लुटिङ के छ एउटा मोब हो, त्यहीबाट हामीलाई रेयर चिजहरू मिलिरहेको छ। अनि फेरि आई डोन्ट नो अन्डरस्ट्यान्डिङ बट बिटिङ अफ ड्रागन हामीले चाहिँ बिट गर्ने हो ड्रागनलाई। सबैजनाले लाइक एन्ड सब्सक्राइब ठोकिदिइहालौँ ल। सुरुमा मलाई के गर्ने भन्दाखेरि सुरुमा उड काट्ने हो, उड काट्ने अनि स्टोन गराउने अनि फर्नेस गराउने अनि खाना कट्टा गर्ने अनि फेरि घर गराउन सुरु गर्ने बिकज हाउस पनि केही पनि छैन। अनि भएसम्म फार्मिङ गर्ने आइरन सेटअपमा डे वान कति दिन हुन्छ। मैले धेरै क्रिएटिभिटी युज गर्दैन, तर मेरो अहिलेसम्म भ्याकेसन छुट्टी रहिरहेको छ साथीभाइहरू। भ्याकेसन छुट्टीमा म के गर्छु ल। मेरो आयो डन्जन्सवाला यसमा चाहिँ केही पनि हुँदैन खासै। ओके लेट्स गो। वाट इज दिस भाइ, मेरो ह्यान्डै कसो हुन्न। के यो कुन चिजले गराउँछ यस्तो? Oh, this is यो हो। ओए 17 कुन इन्चेन्ट हो अनब्रेकेबल। यस्तो फर्चुनमा हुन्थ्यो। ओके लेट्स गो कमन के कारणले हुन्छ यार, मेरो एनिमेसनले कामै लाने खासमा। बट आई एम फिक्स्ड एनी रिजन्स हुनसक्छ, रिजन्सले गर्दैन पिकेक्स। ओके यो फालिदिन्छु, यो माइनिङ गर्ने कामै होइन। यो माइनिङ गर्नेले होइन, यो मब्स लुटिङ्सले गर्दा त्यस्तै लिएर त्यसले प्रब्लम गरिरहेको छ यो एनिमेसनलाई। अनि अनि साथीभाइहरू हामीहरूलाई धेरै सपोर्ट गरिरहनु ल, नेपाली हो भने। अनि अरूहरूले पनि गर्नु प्लिज भाइ दाइ दिदीहरू बहिनीहरू। न्यू क्रिएटर हो माइनक्राफ्टको। ओके पिकेक्स एक्स आई थिङ्क ओके लेट्स गो
What I to say, brother? Okay, this is pretty good. अब खानाको लागि के त चाहिन्छ नि त Wait. Stick viewer cancel. Sorry गाँव माता जी आपको मुझे मारना पड़ा Yes bitch I kill you Go What is this I don't think kill Oh move Look at Oh ender pearl This is important Yeah baby I want ender pearls This one look at baby look at steak baby okay I'm hungry here it's going pearl furnace I want wood some wood yes baby let's go cure what is this sword this is stone sword oh what is this helmet leather helmet yeah okay I think oh bones item wolf what is zombie it's गरिरहेछ यार कस्तो ओ यो गु जस्तो के झर्यो यार ओइ यस्तो अनि उठ काट्ने भनेको त केटा यार मन सलात खलात खलुत खलात होम नि त गराउने होम माई होम क्रिएटिङ okay so many I am understanding बादमा म यो ठीक गर्छु फिक्स गर्छु यसलाई हल्लिन्न के टोनी रोन्डको छ ओ के भेट्यो ल ओ जोम्बी भिलेजर जोम्बी राणीको चुरा ओइ ओइ बीच आइज जावा एडिसनको ओइ माटो नि काँटा
मैं तेरी में ले खाइस मोरो साडी खै आइगो जोम्बी आइज न आइज आइज बेटी आइज ओए केले हानिरहेको म हाफ एचपीमा हो यार खाना खान जानु पर्यो औ टेम भयो नि ओ भयो टेम भयो ल आइज बेबी स्टिक रविन छैन यो हो यहाँ आउनुपर्छ अहिलेको लागि म जानु पर्यो हियर इज इम्पोसिबल बाँच्न दिस रन्डीको छोरोहरूले मासला काटी गर्छ मैले यता कता उही माटो नि ऊ यतै कतै फर्नेस राखेर गएको चाहिँ लाउँछ कता अरू मैले फर्नेस राखेर गएको आइज कसरी मेरो खाना खाना आजको दिन कसरी बिताउने यार ओ के हो त मेरो बपी त्यही बस है रोन्डको छोरोहरूले के रोन्डको छोरोहरू बात हुन्थ्यो यो रोन्डको छोरोहरू हो ओ त्यसकी आमाको पुई कसरी हान्ने हो यिनीलाई ओ मेरो ओ कुकुर साला के डलाउने म विस्मान भयो है गाइजहरू म त्यहाँबाट भागेर आएँ अघिमा म रोइन्समा जान्छु अरू के हुन्छ है ल म कता गएको थिएँ है रोइन्स मैले यता देखेँ म अप्सन हुनसक्छ ओए माटो नि केही ओए रोन्डी मजहरू त जस्तो बाहिरै हुन्छ ए गु जस्तो आइडिया ओइ माटो नि फेरि यहाँ आइरन भेटिँदै भनेको मान्दैनस् यो खोलोलाई मैले माटो नि उही ला
प्रपरली पुरो भयो भने म म्याट तुरुन्तै गर्न सक्छु। मेरो कुकुराले ज्वरो आउँछ, ज्वरो निकाल्लास् अनि मेरो भाइ भन्लास्। यस्तो कालो अँधेरो ढडुलो सलेमा खेल्नु पऱ्यो त साले रङ गरेस्। मेरो भाइ भन्दै, मेरो भाइ, मेरो ठेले के हो? पानी आएको क्या मेरो? एकचोटि है जताततै पानी पानी पानी। ठुलो के भएछ यार? त्यहाँ रहेछ फेरि लामा चुनिला त लामा एकैछिन बन्द भएछ। के गर्नु भन्दा टर्चर आयो यार। टर्च बिना जिन्दगी गाह्रो है रन्डीको छोरो। टेक्नोलोजी ओए मेरो कुकुर, ओए लफङ्गो, हेयर कम हियर। बस्नु नि होइन क्या? साला गर्ने गराउनु पर्ला। कति भयो आइरन? 27 आइरन। अलि 30 गरेर आइजान्छ। 30 डिग्री तोडेको कता हो र यार? आइरनै भेटिन्न। मेरो भाइ ठेले अझ 3टा आइरनले त माछा एउटा आइरन मागेको होइन। वेट टर्नमै दियो यार। अब जान्छु म नि, बाहिर निक्लिन्छु। अब के चाहिन्छ गर्छु। स्ट्यान्ड लेट्स गो पपी माई गार्जन। दिस इज पिच। I'm Rondiको छोरो. What is this bitch? Water. Me धकेलिङ motherfucker. It's pushing me. Hey bitch, जस्तो माटुनी माथि चढ्नु रन्डीको छोरो. यार एक स्टोन लएर जान्छु म. छोटो गएर सानो गएर छोटो मिठो गरै हालिन्छ. कहाँ गरेर नि स्ट्याक त गराउनु पर्यो. आइरन त्यहाँ रहेछ. स्ट्याक आइरन. I was down.
ला माटो कोल फेरि कुन राडीको छोराको खेपमा ढाङ्गै रहेछ 12 गोल बल यस्तो झ्यालो नि खेपमा नि आइरन बोर्ड चाहिँ भेटियो ठेले भाइ मेरो कुकुर भाइ दाइहरूलाई सिउ गर्नुपर्छ नि कसैले बुझ्नु पर्यो भुक्न कुकुर के अलाउ गरे तँलाई भुक्न मैले यो ठाउँ रोजिसकेँ साथीभाइहरू अब घर बनाउन रेडी भइहाल्छु म यता म आफ्नो सामान लिएर जानु पर्यो खुट्टा युज भयो अब फर्नेस अब के हुन्छ है फार्मिङ सबै गर्नुपर्छ स्टेक भइसकेछ ल लभली कहाँ उसले काटेको यसले काट्नु छिटो ल सिट नि मिलायो ल साथीभाइहरू लभली छ मेरो बेस्ट फ्रेन्ड टमी
सवाल को जरूरत तो है। कता गराउने कुन पहाडमा गराउने यही पहाडमा गरौँ सानो हो धेरै ठुलो गराउने नि होइन अनि फेरि यो इन्ट्रेस्टको लागि मात्रै खेलिरहेको म त्यति म प्रो प्लेयर बन्न यो सुच गर्न होइन हाम्रो डे 1 बितिसकेको नि भइसक्यो डे 1 भइसक्यो हाम्रो अहिलेसम्म है डे 1 हो डे 1 त्यो ठाउँमा गराउनु हुन्थ्यो तर मलाई यही ठाउँ ठिक लाग्यो किनकि न हाइस्टमा गराउनु पर्यो न केमा गराउनु पर्यो अब भन् जस्तो चिज नै हुनु अप्ठ्यारै हुन्छ सबै कुरामा सोचे जस्तो कहिले नि मैले यो प्रोजेक्ट गर्न लाग्यो धेरै दिन नै भएन म आजैबाट भन्दा लाइक एन्ड सब्सक्राइब गर्नुपर्छ ल सबैले लभली के हो यो दुई चारवटा डाउन यसको काम आउँछ पछि जहाँसम्म लाग्छ मलाई घर यहाँ भएसम्म यहाँ गराउने जस्तो लाग्छ के अरे केही गरौँ आइरन साइरन स्मेल्ट गर्नु पर्यो त्यति बेरसम्म म your walls यिनी होल्समा यो बुझ्दैछु बेड नि होइन यार साँच्चै है केटा बेडको व्यवस्था गर्नु पर्यो मजाले नै हुनु होला कहाँ त गर्नु बेडको व्यवस्था सिपी होइन यार कहीँ नि गाइजहरू मैले उल भेटाएको छु उल टाढा गरेर ल्याएको पहिलाको जमानामा थाहा भएन लगाएर भाउजूले अचै गराएको अनि
त्यो उका काइली पल्तिर खान्छ भएको छ नि त त्यो अल्गो हो नि त हाम्रो भाउजीको त हो त त्यस्तो मान्छेको गराउनु पर्छ र अलि जान्ने मान्छेलाई अलि अर्कै पिल्लर राखेर गराइदिए हुनुपर्छ 1 2 3 4 5 6 7 6 7 6 7 1 2 3 4 5 6 7 Wait. Okay. कति बज्यो र अहिले ल्याएको देले वो 10 बजेर नि 11 मिनेट गइछ म त चाँडै जाने हो त रहेछ त्यही पो मैया निदाउने छ 10 11 बजे रहेछ भोलि बेलुका त होइन पासी त चाँडै हिँड्ने लगेर 6 बजे एयरपोर्ट छिर्ने अरे पोखरा आउला नि ऊ आउने सर नपसेर हुन्थ्यो के अरे नयाँले त्यही पहेँलो मकै सर रहेछ बाख्रा कुखुराले खान्छ लर जाने भन्दै कराउँछ गरे भुइँ पोखरा पस्छ नि नत्र भोलि पुहारा बस्ने अरे आउने अरे आटो खन्न भनेको खन्न अन्त गरे पहेँलो मकै किचेर पहेँलो मकै हुनेछ गरे छरे रहेछ गरे दितो अस्ति नै लिएको भएपछि पछि लाला 2-4 पाथी यता भएपछि सेतोको खान्छ गरे आटो यस्तो पहेँलोको खान्न अरे मलाई त जौको मिठो मकै भन्दा त जौको स्वादी हुन्छ फुपूको छोरीसित बस्ने खोज्छ क्या ताटो हो 1 2 3 4 त्यही फुपू बस्ने घर गफ त्यही उसको मम्मीलाई ले उसको मम्मीलाई लिएर आऊ पसेर त्यसको फुपू आउने 5 गते अरे के अरे 5 गते कि 6 गते त्यहाँ आएर भाटी
फुपूसी त आएपछि फेरि त्यसको 150 यहीँ हुन्छ अन्त अघि नै लिएर आऊ भनेको कसरी लिएर आऊ बोल्दा नि बोल्दैनन् गरेर बसेछन् अन्त के अरे आफ्नो बुढोलाई इमानलाई पेट्रोल हाल्यो होला के बेर सेर त खाओ किन खान्न बेर खाओ भने सुरन्ती रेड बुल मसिनहरू नभन्दै भन्थ्यो रे आज खान त निको हुन्छ त्यसो भए निस्कन्छ होला बेर खान्छु भन्थ्यो रे त घाउर बिग्रियो के गर्ने त्यो लिभर अझ 1 महिना किन खान्न र नि ऊ भन्थ्यो रे त्यही अझ त्यो डक्टरले गेडागुडी नखाने रातो मासु नखाने भन्छ रे बार्न नसक्ने आफूले त के बारिन आफ्नो देन सन्चै हुन्छ त के त बारिन म त सन्चै हुन्न र पो त्यति बारिन नभन् भन्थ्यो रे आज कुनका आमालाई बोला घर नभन्नु भन्थ्यो रे अझ त्यही भोलि त उहाँ एयरपोर्ट उमा त प्लेनमा त बेर दिन्छ नआयो नि त गरे त्यति सन्चो हुँदा रे मैले त त्यही सीमाले ऊ भन्छ गरे सम्झेबुझे गर्नुहोस् रक्सी नखाने भन्नुहोस् अन्त त्यहाँ त म आउने बेला रक्सी नखाने अलि सन्चो राम्ररी जाने भनेको त जाने बेला भने हुन्छ भन्नु पर्दैन आज अन्त गरे मन नगर तर त्यसो भन्नु त रिस उठिहाल्छ कस्तो मान्छे त्यसो भए त्यस्तै गर्थे त्यसो भए त्यस्तै त पनि गर्ने नखानेलाई गतिलो नहुने मान्छेले त्यस्तै रिस उठ्ने जाने बेला भने हुन्छ आज भन्नु पर्दैन घरको काठमाडौँ गएर नि गरे छैन मैले नि गरे छैन गरे दिने नि मैले नि गरे छैन भनेर रिटर्न नि हेर्नु गर्ने जाने बेला भने हुन्छ अब गएदेखि खाएको खायो पो अब बाटो लाग्यो त्यसले खाइसाने रक्सी खाइसाने त दाइन म भाइ भनेर कान्छाले ल हुन्छ अरे आज अब त्यही आफ्नो ज्यान त्यस्तो छ रक्सी छोड्नु सकिन्न र बरु डाइटहरू खाने अन्डा सन्डा यता त्यता खाने
बिग्रियो नि भयो बिग्रिएपछि त कानामाको देशमा त्यत्रो लाएर जाने दे कसले तिर्ने आफ्नो ज्यान सन्चो भयो त अलिअलि काम गरेर तिरिदेऊ गरे That is too far away. छोराछोरीले दिँदा नि अब नभने सन्तरी बियर त हाल्नु त बरु गरे गर्छ बियर त रक्सी एउटै त हो त्यो लिभर दे अझ लिभर खराब भयो भन्ने रक्सी नखानु भने डक्टरले त्यहाँदाखेरि त किडनी खराब भएकोले अझ डक्टरले गेडागुडी नखाने रातो मासु नखाने अन्त रे धेरै नबारे नि 2-3 महिना पो दे त्यस्तोलाई के भन्नु त्यही उसो बाउ जस्तो भने मर्ने कतिले भने 60-100 त्यही त बियर त हान्दा बरु गरे मयाका त खाइन पो मयाका यतिसम्म त खाइन कस्तो मान्छे र जाने दे त के त्यस्तो आफ्नो जात त्यस्तो छ त्यत्रो खर्च गरेर छु भाइले त्यहाँ त सन्चो कहिले सन्चो भएर कामसाम लाम्ला हुनु छैन झन् दबाई खानुपर्छ हाम्रो लिभरको रक्सी नखाने हुन्छ त्यहाँ माथि हाम्रो अमाजीको छोरा पनि त्यस्तै भयो रमेशको लिभर खराब त्यहाँ त फक्स खराब भयो अरे त्यहाँ त पोखरा लगेर चेक गराउनु उही रक्सी खाएको है हेर्नु रमेशले एउटा छोरी सकेर चिच्चालो छ बाउको झाल त्यस्तो छ रक्सी खाएर सन्चो हुने केही त रक्सी नखाए त रक्सी नछोडेको त रक्सी छोड्नु भन्छ कि डक्टरले छोड्दैन चाहिने कता गयो सुत्नु गयो कि कता गयो एउटा साइसेनाको थिएँ जापान पुगेको अरे एउटा कान्छो उतै माइतीले घरेज दिएर सेना छाप्रो गरेर खान्छ नि त माइत घरेज देखारेको त्यही त थकालीको छोरी लिएको उसको बहिनीको उसको भाउजूको दिदीको छोरी लिएको क्या छोरी पार्ने लिएको त्यहाँ त है माइती बस्छ के अरे त उतै घरे देखारे उतै छाप्रो गरेर बसेर आइन माइलो चाहिँ त्यही बाआमासित छन् के अरे राम्रोसित मिलेर बसे
X. दोक्रे Okay. त्यही सासू ससुराले पढाइदिएन पिसिन्थ्यो त्यो बुढी Chest निकाल्नु chest. काम नि गर्दैनन् बनाउनु जान्दैनन् रे घाँटी काट्दैन रे त्यही ससुराले हो Mutton Saturn light torch. त्यो भान्जाले भ्युटार होटल गर्दै के रे Seat चाहिन्छ भर्खर त्यहाँ seat त चाहियो भेनाको हो गरौँ राम्रै अलि पैसा कमाएको थिए त्यहाँ त छोडेर आएर बसेर रक्सी खाने त्यहाँ त अरे हटिया होटल गरेको त सासू ससुरा साला साली आउने रे ती बस्ने रे त्यहाँ त अलिअलि 1-2 रुपियाँ कराउने ससुराले पाए ससुराले सासूले पाए सासूले सालीले पाए सालीले खोल्टी हान्ने हिँड्ने भन्दै कराउँथे के अरे भान्जा नजानी केही गरेर झन् दिनमा खराएर भएर बसिरहेको नजानी के हो त्यसो गरेर अहिले चेक गराउनु लगेको आमाजीले अस्ति मसित त्यहाँबाट चाहिँ लिभर र फोक्सो खराब भयो रक्सी छोड्ने भनेको के अरे बाटैभरि खान्थे के अरे त्यो हाम्रोले नि खायो होला त्यो साँझमा गएको थिइनँ मयाको घर त्यहाँ त बाटोमा रमिनी गएको राइतलतिरसम्म त्यही रक्सी खायो होला त किन नखाने त्यही पोखरा नि खायो आफ्नो ज्यान त्यस्तो छ त्यत्रो खर्च गर भाइले अब यस्तो गर्छन् भन्नुलाई के भन्छ हामीले के हेर्नु त के भन्नु त त्यो त्यस्तो आजसम्म त मजाले खानु दिएको थिएन वाटरको सोर्स कता हो अब कस्तो छ त्यहाँ गएर त रक्सी रम जेनी खान्छ त्यहाँ त हुन्छ मर्छ किडनी खराब दे एकातिर यो अर्को लिभर खराब यो नेक्स्ट लेभल हा रक्सी खानु त बाँच्दैन यतातिर कतातिर थियो त्यस्तो खर्च गरियो गर्ला भनेर रोक्ला त्यस्तो रोक्ला रक्सी धेरै खाएर त्यहाँ भनेर छोडेको नि उ नगर्नु हामीले के भनौँ भने रिस उठ्छ जाने बेला भन्ने आज भन्नु पर्दैन गर्छ गरे जाने बेला नि भन्ने जान्छ यहाँ त्यस्तै कराएको कराई खाएको खाइरक्छु कराएको कराई यो लाग्छ मलाई त रक्सी छोड्यो हुन त गरे अब छोड्नु नसकेर हामीले काटेर आउँदाखेरि खट्टा लोट्ने यस्तो खट्टा हुने यसो हेर्ने के जाँदा नि समर पारी पारी जाने हो त्यहाँ त त्यस्तो रोपेको थियो टाढा त जानु नपर्ने म त आज त बजारबाट 2 वर्ष हो यस्तो यस्तो होला लाग्छ देखेको खुट्टा त है बिहान यहाँ उठेर बिहान नि टेक्दैन दुःख सारे कथाहरू त त्यहाँ त यसो हिँड्ने के गरेर अलि बेसी हुन्छ त्यस्तो दुःख छ
My house where it's खुट्टामा दुखेर चाहिँ अलिकति घाँस काट्नु त जाँगर लाग्छ अरे नि त खुट्टा दुखेर हुँदै हुन्न where it's coming. What the heck is this? I don't know understanding. What the heck is this? My home. There is my home. Yeah, I can't know. What the heck is this? Where is my home? There. त्यही मसिना र इमन पोखर जान्दिन त्यहाँ त्यही दिन काट्नुपर्ने छ 8-9 किलो त हुँदो बरु काटेर खाएर आनन्द हुँदो त्यहाँ दबाई अहिलेलाई चाहिँ सुख खाइदिए टक्कै हुन्छ गरे त्यहाँ त सुख भएन Not where is my home, bro. Okay. Bitch. जैसे किनारे बंदन ना बोलने निदा जाने बता देखा चलो लो यार सुता यार बंद ना कटा Lala.
Goodbye, bye bye, bye bye.